आजको यो विशाल जनमासमा हजुरहरू पनि हुनुहुन्थ्यो र यदि हुनुहुन्थ्यो भने म पनि थिएँ भनेर कमेन्ट गर्नुहोला है। यो चाहिँ कहाँ हो भनेर तपाईँहरूले थाहा पाइहाल्नुभयो। हामी चाहिँ वहाँ जानको लागि धार्केदेखि नरसिंहधामसँग हजुरहरूलाई सँगै लैजान्छौँ है त। हामीले चाहिँ फुलहरू टिपेर रेडी भयो। चाँडै जाने प्लान थियो, अलिकति पानी राति परेको भएर हामी चाहिँ 5 बजे 5:30 बजे चाहिँ यहाँबाट निस्कियौँ। बाटोमा हेर्दै हेर्दै मैले सबै क्लिपहरू बनाएर जोड्ने प्रयास गरेको छु। हेरेर हजुरहरूले पनि इन्जोय गर्नुहोला। यो चाहिँ ठ्याक्कै मलेखुबाट भित्रपट्टि धादिङ बेसी जानेपट्टिको त्यो गेट हो। यो पुलबाट हामी चाहिँ गयौँ, नेचर हेर्दै एकदमै इन्जोय गर्दै गर्दै गएको छौँ। बाटोमा चाहिँ यस्तो धारा पनि भेटियो। अनिखेर पानी खाएर हामी धादिङ बेसीबाट पनि यो बाटो लाग्यो। यो कुन बाटो चाहिँ मलाई पनि थाहा छैन है। एकदमै रमाइलो भयो। अब तपाईँहरू चाहिँ एकदम मनोरम दृश्य हेर्दै धार्मिक स्थलको चाहिँ एकचोटि भ्रमण गरौँ भनेर सोचिरहनु भएको छ भने अझै पनि 7-8 दिन बाँकी नै छ। हजुरहरू पनि आउन सक्नुहुन्छ। धादिङमा यो एकदमै सुन्दर, एकदमै महान मेला भनौँ न लागेको छ। धार्मिक महोत्सव, धार्मिक मेला जे भन्न पनि सक्नुहुन्छ हजुरहरूले। हामी चाहिँ मन्दिर पुगिसक्यौँ। अहिले चाहिँ पहिलाको जस्तो म्यानेजमेन्टमा चाहिँ हेलचक्राइ छैन। अहिले चाहिँ पहिलाको भन्दा अलिकति सजिलै भएको छ। अब कतिजनालाई त प्रब्लम पनि भयो होला यहाँ आएर है। अहिले चाहिँ केही हदसम्म कम भएको छ। तर तपाईँहरू चाहिँ जति सक्दो चाँडो आउनुभयो भने चाहिँ प्रब्लम हुँदैन। किन भन्दाखेरि चाहिँ मान्छेहरू चाहिँ रातिको 12 बजीदेखि हिँड्नु हुँदो रहेछ है। अनि यो चाहिँ एउटा त्यहाँ नदी आउँछ, खोलामा गएर स्नान गरेर अनि मात्रै पूजा गर्ने चलन रहेछ। हामी पनि गयौँ यो भिड छिचोल्दै है खोलामा गएर नुहायौँ पनि। अनि त्यसपछि यसरी भिडियो पनि बनायौँ। त्यसपछि उकालो फर्कियौँ। सबैजना हुनुहुन्छ थाकिरहनु भएको छ। गर्मी चाहिँ एकदमै धेरै गर्मी छ। ल ठ्याक्कै हामी मेन चाहिँ नरसिंह भगवानबाट आइपुग्यौँ। विष्णु भगवानले चाहिँ नरसिंहको अवतार लिखेको भन्ने भनाइरहेछ। त्यही भएर भगवान विष्णुको नरसिंह अवतार भन्ने रहेछ है। अनि भित्र पनि लाइन बसेर हामी दर्शन गऱ्यौँ है, नमस्ते गऱ्यौँ। भिड एकदमै थियो। हामीलाई चाहिँ जति सक्दो सकाएर भनौँ न छिटै निक्लिन पायो। अरूहरूलाई पनि सजिलो, हामीलाई पनि सजिलो भन्ने थियो। अनि त्यसपछि हाम्रो लगभग सकियो है, यही हो। त्यसपछि यो भिडबाट आएर हामी चाहिँ घर फर्क्यौँ। हजुरहरू पनि एकचोटि अवश्य जानुहोला। पुरुषोत्तम महिनामा भगवान विष्णुको नरसिंह अवतार